हामी फागुन 21 गतेको निर्वाचनको 3 दिन अगाडि नै मात्रै छ। यो नियमित अवस्थाको निर्वाचन होइन। कहिलेकाहीँ निर्वाचनहरू नियमित हुन्छ, कहिलेकाहीँ निर्वाचनहरू अप्रत्याशित ढङ्गले आउँछ, के विशेष मुद्दा बोकेर आउँछ। पहिलो संविधान सभा भङ्ग भइसके पछाडि दोस्रो संविधान सभाको निर्वाचन त्यस्तै एउटा विशेष महत्त्व बोकेर आएको थियो। त्यो संविधान सभामा मत माग्दै गर्दा भन्थ्यो, एकपटक हामीलाई विश्वास गर्नुहोस्, हामी देशलाई सम्हाल्छौँ। यो संविधान सभा असफल हुन दिन्नौँ। हामी आज फेरि एकपटक आम जनताको अगाडि उभिएर केही कुरा सम्झेर तर नयाँ सन्दर्भमा फेरि एकपटक नागरिकसँग मत माग्दैछौँ भन्दैछौँ। नेपाली कांग्रेस पार्टीलाई तपाईले दिने यो पटकको विश्वास 5 वर्ष एक दिन पनि एक क्षण पनि विश्राम नगरिकन नचुकिकन यसको बदलामा आम नेपाली जनताले खोजेको सुशासन र विकास, यो दुईटा कुराको ग्यारेन्टी गर्ने संकल्प सहित कांग्रेस आजको चुनावी मैदानमा उभिएको छ। यो ग्यारेन्टी निर्वाचन अगाडि आएर त्यसै गरेको ग्यारेन्टी होइन। 2048 सालमा हामीले काम गरेर आएको, 2015 सालमा हामीले काम गरेर आएको ती छोटा छोटा समयका सरकारहरू, चाहे त्यो 18-19 महिनाको होला, चाहे त्यो 3 वर्षको सरकार होला, नेपालमा आजसम्म विकास 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 भनेर जे भन्छौं ती तमाम सबै कुराका लागि जग हालेका ती तीनै छोटा समयका सरकारका उपलब्धिहरू हुन्। ती उपलब्धिका दिनहरूबाट हामीले प्रेरणा लिएका छौं। तर सँगसँगै हामीले के कुरा पनि मानेका छौं भने 2074 सालपछिको 500 वर्षको नेपालको समय खेर पनि गएको छ। त्यो खेर जाने कुरामा हाम्रो पनि जिम्मेवारी रह्यो, हाम्रो पनि कहीँ न कहीँ भूमिका रह्यो। हामी पनि कहीँ न कहीँ कुरा चुकेका छौँ। यो बीचको समय हेरौँ त एकपटक 74 देखि 82 सालसम्म नेपालमा सबै पार्टी सरकारमा गएका छन्, तर कुनै पार्टी जिम्मा लिन तयार छैन। अहिले मैदानमा एमाले पनि छ, अहिले मैदानमा माओवादी पनि छ, अहिले मैदानमा राष्ट्रपा पनि छ, कांग्रेस पनि छ। तर यस्तो चुनाव कहिले हुँदैन। चुनावमा जाँदै गर्दा एउटा पार्टीले गएको चुनावपछि मैले सरकार बनाए, मैले यो कामहरू गरे भनेर श्रेय लिन्छ, अनि अर्को पार्टीले म नभएको सरकारले गर्न सकेन, म भएको यस्तो गर्थे, अर्कोबाट यस्तो गर्छु भनेर आउँछ र मुद्दाका आधारमा प्रतिस्पर्धा हुन्छ। तर अहिले कुन मुद्दाका आधारमा प्रतिस्पर्धा छ? अहिले कसले जिम्मा लिन्छ? एमाले जिम्मा लिन्छ, माओवादीले जिम्मा लिन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी अहिले प्रत्येक मञ्चमा उभिएर पछाडितिर फर्केर गाली मात्र गरिरहेको छ। तर सरकारमा उभिनु थियो, सरकारमा उभिनु बसेको होइन, दूषित बनायो। यो खराब नियत राखेर सुरु गरिएको थियो, तर यसले परिणाममा हामीलाई खराब परिणाममा पुर्यायो। त्यसैले नेपाली कांग्रेस पार्टी नयाँ संकल्पका साथ आएको छ। हाम्रो राजनीति फोहोर भएको छ, त्यो फोहोर राजनीतिलाई हामी सफा गर्छौं। हाम्रो राजनीति प्रदूषित भएको छ, त्यसलाई प्रदूषण मुक्त बनाउँछौं। यो 5 वर्षको समय एउटा प्रतिज्ञा गरेर आएका छौं। मसँग समय छैन, म त्यसको व्याख्या गर्दिन, केवल यति कुरा मात्रै भन्छु। फागुनमा चुनाव छ, फागुनको मसान्तम परिणाम आउँछ, चैतमा नयाँ सरकार बन्छ, वैशाखको पहिलो 1 गते कांग्रेसको नेतृत्वको सरकारले देशवासीको नाममा उभिएर आफ्नो संकल्प राख्छ। 5 वर्ष होइन, केवल 30 दिन, केवल वैशाख महिनाको मात्रै। वैशाख 1 महिनाभित्र आफूले गर्ने कामको फेरिस्त तयार गर्छ र सुनाउँछ। जेठ 1 गते फेरि आउँछ र 30 दिनको हिसाब किताब जनतालाई बताउँछ, प्रश्न लिन्छ, उत्तर दिन्छ, आलोचना सहन्छ, सुन्छ, सच्याउँछ र फेरि अर्को 1 महिनाको लक्ष्य निर्धारण गर्छ। हामीलाई विकासको यो गति चाहिएको छ। 5 वर्षको समय अर्को कुनै प्रयोग नगरौं। 5 वर्षको समय खेर नफालौं। नेपालले यस्तो धेरै समय खेर फाल्यो। यो कुरा तपाईले तल मतदाताको बीचमा गएर बताइदिनु पर्ने